अहिले चाहिँ हाम्रो नर्मल्ली 7वटा फ्लाइट हो यहाँबाट। यो अहिले 1-2 दिन चाहिँ हामीले अलिकति फ्लाइटहरू थपेको पनि छौँ। जस्तो आज चाहिँ 10वटा छ फ्लाइट। थप्न धेरै सक्ने अवस्था पनि छैन काठमाडौँको एयर ट्राफिकको कारणले। अनि फेरि त्यो स्लटको कुराहरू छ, त्यो हामीले जति भएन त्यति थप्न पनि पाइरहेको हुँदैन। थपेर नै उडाउनलाई गाह्रो भइरहेको छ एयर ट्राफिकको कारणले गर्दाखेरि। जस्तै हिजो पनि एउटा क्यान्सल भयो, लास्टमा काठमाडौँ एयरपोर्ट क्लोज भइदियो। आउने बेलामा चाहिँ यहाँ नाइट ल्यान्डिङ नहुने भएकोले त्यसलाई क्यान्सल गर्नुपर्ने अवस्था आयो। अब सकेसम्म चाहिँ हामीले अब यो अलिक खालको विषम परिस्थिति नै छ, बाटो पनि बन्द छ, जहाज पनि छैन। सकेसम्म चाहिँ थपेर अलिकति सुविधा दिनै खोजेका छौँ। अब जति चाहे जति चाहिँ थप्न सक्ने अवस्था पनि छैन, उडाउन सक्ने अवस्था पनि छैन। सके जति हामीले चाहिँ प्रयास गरेको छौँ जनतालाई सहज होस् भनेर। जस्तो चितवनको एयरपोर्टमा त त्यो समस्या छैन, जति पनि ल्यान्ड गर्न सकिने अवस्था होला होइन। काठमाडौँमा को ट्राफिकका कारणले गर्दाखेरि अलिकति यहाँ त ट्राफिक छैन, काठमाडौँको एयर ट्राफिकको कारणले समस्या हो। अनि यहाँ फेरि अब नाइट ल्यान्डिङहरू नहुने भएकोले हामीले एउटा निश्चित समयमा फ्लाइट गरिसक्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हामीले सबै जतिखेर चाहे त्यतिखेर गर्न सक्ने अवस्था छैन। फेरि यो ठुलो जहाजमा चाहिँ ATR 72मा चाहिँ हामीले त्यो सिनियर पाइलट आइपीले र सिनियर पाइलटले उडाउनु परेकोले त्यो पाइलट म्यानेज गर्नलाई पनि हामीलाई गाह्रो छ कि जहाज भएर पनि। त्यसले गर्दाखेरि चाहिँ जति भनौँ त्यति चाहिँ फ्लाइट हामीले थप्न सक्छौँ। हाम्रोमा नर्मल अवस्थामा 7वटा र अहिले चाहिँ 10वटा पुग्यो हो। आजको 10वटा छ। अब जति सकिन्छ त्यति चाहिँ थपेको छ भनौँ न। जस्तो आज 10वटा भयो, हिजो 8वटा 9वटा थियो, त्यस्तै। अब सके जति एउटा 2वटा थपेर भए पनि अलिकति मान्छेलाई राहत चाहिँ दिन खोजेको छ। अब गाह्रै छ तर एकदमै काठमाडौँ आउने चाहिँ, विशेष गरी काठमाडौँ आउने चाहिँ सिटहरू कुनै पनि छैन, यस्तो प्याक भइरहेको छ। त्यो एडिसनल फ्लाइटहरू आउँदा यसो अलिअलि सिटहरू आउँछ, त्यस्तै छ। यताबाट जाँदा चाहिँ के छ? जाँदा पनि प्याकै छ अहिले यो खास त अब यो बाटैले गर्दाखेरि। अब यो टाइममा चाहिँ दसैँको टाइममा जहिले पनि प्याकै हुन्छ। अनि बाहिर विदेशतिरबाट नि आउने, काठमाडौँ हुने पनि आउने, अनि बेलैमा टिकट काटेर त्यो सिटहरू प्याक भइसकेको हुन्छ। त्यसपछि झन् यो बाटो बन्द भएपछि त त्यो झन् गाह्रो भयो कि हामीलाई यो सिट म्यानेज गर्नै गाह्रो भयो। धेरै यात्रुहरू चाहिँ फर्किरहेको अवस्था हुन्छ होइन? तपाईँलाई फोन कति आउँछ? त्यो फोन त अब यो रेडियो बजे जस्तै समाचार सुने जस्तै फोन उठाउने काम भइरहेको छ। पेपर फोन आउँछ भनेपछि अब त्यो टिकट चाहियो भनेर, सिट चाहियो, अप्ठ्यारो छ, कोही बिरामी, कोही के भन्दै आइरहेको हुन्छ, कोही नआउने हुन्छ। अब सिट सीमित हुन्छ। अब जति पनि चाहिँ सिटहरू त फिक्स हुन्छ, मान्छेले पहिले लिइसकेको हुन्छ। अब यो यस्तो टाइममा आफ्नो चाहिँ दसैँमा यो दिन आउने भन्ने फिक्स गरेर लिइसकेको हुन्छ। अनि यतिखेरै बाटो बन्द हुँदाखेरि चाहिँ म्यानेज गर्ने गाह्रो। हामीले यहाँबाट पोखरा पनि गरिरहेछौँ कि छैन अहिले? के छ? पोखरा छ तर रेगुलर चाहिँ छैन। पोखरा अब यसो ग्रुपहरू हुँदाखेरि चाहिँ गरिरहेको छौँ। आज चाहिँ छ पोखरालाई, भोलि छैन। फेरि साह्रै गाह्रो परेको मान्छेहरूले चाहिँ त्यहीँ अब यसो एयरपोर्टमै रिक्वेस्ट गरेर आउन, यसो वेट बेसिसमा नि आउन सक्ने पनि हुन्छ। तर पहिले बुकिङ भइसकेको, टिकटै लिइसकेको अवस्था भएकोले अलिक गाह्रै छ। त्यसले गर्दाखेरि अलिक वैकल्पिक कुराहरू पनि सोच्दाखेरि राम्रो हुन्छ। अब हामीले चाहिँ सकेसम्म फ्लाइट थपेर पनि अलिकति सहज गराउन खोजिरहेका छौँ। तर जति हिँड्नुपर्ने त्यो सबैलाई बाटो नभएपछि जहाजमा आउन खोजेपछि त म्यानेज गर्ने गाह्रो हुन्छ। त्यो चाहिँ अलिकति अप्ठ्यारै छ। त्यसले गर्दाखेरि चाहिँ अलिकति वैकल्पिक उपायहरू पनि खोज्दा राम्रो हुन्छ भन्छु म चाहिँ पब्लिकलाई। त्यो चाहिँ उहाँहरूलाई सुविधा दिन एकदम प्रयास गरेका छौँ। अब हामीले उहाँहरूको आवश्यकता पुरा गर्न नसकेकोमा चाहिँ एकदम क्षमा प्रार्थी छु म पनि। जस्तो अहिले पछिल्लो समयमा यो जहाजहरूले अलिकति भाडा पनि बढाए, यो चाडपर्व लक्षित यो बाटोघाटो भनेर एउटा आरोप पनि छ नि, के हो? खास त बढ्या हो कि होइन कि के हो? अलिकति हाम्रोमा त जति फेयर पहिला जुन थियो त्यही फेयरै हो, एउटै फेयर चाहिँ भरतपुरबाट काठमाडौँ जुन फेयर हो त्यही नै हो, भाडा बढाएको छैन। बढेको छैन र अन्त पनि त्यो बढेको भन्नाले अब त्यो धेरै खाले फेयरहरू छ। अब सस्तो फेयरहरू पनि छोडिरहेको हुन्छ, स्किमको फेयरहरू पनि छोडिरहेको हुन्छ। अब यो अलिक प्रेसर भएपछि सस्तो स्किमको फेयरहरू नछोडेको हुनसक्छ। त्यो चाहिँ हाम्रो खुसीले बढाउन मिल्दैन भाडा। यो त हवाई विभागले चाहिँ तोकिदिएको उसमा बसेर भाडा लिनुपर्ने हुन्छ। त्यो आफ्नो खुसीले बढाउनु मिल्दैन। अहिले कति छ यहाँबाट काठमाडौँ गएको, यहाँबाट जस्तो पोखरा गएको कतिदेखि कतिसम्म? 45 से 41 यहाँबाट काठमाडौँको। पोखराको चाहिँ कति? पोखराको चाहिँ 42 चाहिँ सम्झिन्छ। दिशा गर्ने ठाउँ रातभरि कराउनु पर्ने, कनाउँदै त्यहाँबाट रगत पनि आउने। वैद्युक आयुर्वेदमा गएपछि मैले चाहिँ 1 वर्ष लगभग दबाई निरन्तरसँग खाएँ र अहिले मलाई ठुलो विश्वास आयुर्वेदमा छ।
अहिले चाहिँ हाम्रो नर्मल्ली 7वटा फ्लाइट हो यहाँबाट। यो अहिले 1-2 दिन चाहिँ हामीले अलिकति फ्लाइटहरू थपेको पनि छौँ। जस्तो आज चाहिँ 10वटा छ फ्लाइट। थप्न धेरै सक्ने अवस्था पनि छैन काठमाडौँको एयर ट्राफिकको कारणले। अनि फेरि त्यो स्लटको कुराहरू छ, त्यो हामीले जति भएन त्यति थप्न पनि पाइरहेको हुँदैन। थपेर नै उडाउनलाई गाह्रो भइरहेको छ एयर ट्राफिकको कारणले गर्दाखेरि। जस्तै हिजो पनि एउटा क्यान्सल भयो, लास्टमा काठमाडौँ एयरपोर्ट क्लोज भइदियो। आउने बेलामा चाहिँ यहाँ नाइट ल्यान्डिङ नहुने भएकोले त्यसलाई क्यान्सल गर्नुपर्ने अवस्था आयो। अब सकेसम्म चाहिँ हामीले अब यो अलिक खालको विषम परिस्थिति नै छ, बाटो पनि बन्द छ, जहाज पनि छैन। सकेसम्म चाहिँ थपेर अलिकति सुविधा दिनै खोजेका छौँ। अब जति चाहे जति चाहिँ थप्न सक्ने अवस्था पनि छैन, उडाउन सक्ने अवस्था पनि छैन। सके जति हामीले चाहिँ प्रयास गरेको छौँ जनतालाई सहज होस् भनेर। जस्तो चितवनको एयरपोर्टमा त त्यो समस्या छैन, जति पनि ल्यान्ड गर्न सकिने अवस्था होला होइन। काठमाडौँमा को ट्राफिकका कारणले गर्दाखेरि अलिकति यहाँ त ट्राफिक छैन, काठमाडौँको एयर ट्राफिकको कारणले समस्या हो। अनि यहाँ फेरि अब नाइट ल्यान्डिङहरू नहुने भएकोले हामीले एउटा निश्चित समयमा फ्लाइट गरिसक्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हामीले सबै जतिखेर चाहे त्यतिखेर गर्न सक्ने अवस्था छैन। फेरि यो ठुलो जहाजमा चाहिँ ATR 72 मा चाहिँ हामीले त्यो सिनियर पाइलट आइपीले र सिनियर पाइलटले उडाउनु परेकोले त्यो पाइलट म्यानेज गर्नलाई पनि हामीलाई गाह्रो छ कि जहाज भएर पनि। त्यसले गर्दाखेरि चाहिँ जति भनौँ त्यति चाहिँ फ्लाइट हामीले थप्न सक्छौँ। हाम्रोमा नर्मल अवस्थामा 7वटा र अहिले चाहिँ 10वटा पुग्या हो। आजको 10वटा छ। अब जति सकिन्छ त्यति चाहिँ थपिएको छ भनौँ न। जस्तो आज 10वटा भयो, हिजो 8वटा 9वटा थियो, त्यस्तै। अब सके जति एउटा 2वटा थपेर भए पनि अलिकति मान्छेलाई राहत चाहिँ दिन खोजेको छ। अब गाह्रै छ तर एकदमै। काठमाडौँ आउने चाहिँ विशेष गरी काठमाडौँ आउने चाहिँ सिटहरू कुनै पनि छैन, यस्तो प्याक भइरहेको छ। त्यो एडिसनल फ्लाइटहरू आउँदा यसो अलिअलि सिटहरू आउँछ, त्यस्तै छ। यताबाट जाँदा चाहिँ के छ? जाँदा पनि प्याकै छ अहिले। यो खास त अब यो बाटैले गर्दाखेरि अब यो टाइममा चाहिँ दसैँको टाइममा जहिले पनि प्याकै हुन्छ। अनि बाहिर विदेशतिरबाट नि आउने, काठमाडौँ हुने पनि आउने, अनि बेलैमा टिकट काटेर त्यो सिटहरू प्याक भइसकेको हुन्छ। त्यसपछि झन् यो बाटो बन्द भएपछि त त्यो झन् गाह्रो भयो कि हामीलाई यो सिट म्यानेज गर्नै गाह्रो भयो। धेरै यात्रुहरू चाहिँ फर्किरहेको अवस्था हुन्छ होइन? तपाईँलाई फोन कति आउँछ? त्यही फोन त अब यो रेडियो बजे जस्तै समाचार सुने जस्तै फोन उठाउने काम भइरहेको छ। पेपर फोन आउँछ भनेपछि अब त्यो टिकट चाहियो भनेर। सिट चाहियो, अप्ठ्यारो छ, कोही बिरामी, कोही के भन्दै आइरहेको हुन्छ, कोही नहुने हुन्छ। अब सिट सीमित हुन्छ। अब जति पनि चाहिँ सिटहरू त फिक्स हुन्छ, मान्छेले पहिले लिइसकेको हुन्छ। अब यो यस्तो टाइममा आफ्नो चाहिँ दसैँमा यो दिन आउने भन्ने फिक्स गरेर लिइसकेको हुन्छ। अनि यतिखेरै बाटो बन्द हुँदाखेरि चाहिँ म्यानेज गर्ने गाह्रो थियो। हामीले यहाँबाट पोखरा पनि गरिरहेछौँ कि छैन अहिले? के छ? पोखरा छ तर रेगुलर चाहिँ छैन। पोखरा अब यसो ग्रुपहरू हुँदाखेरि चाहिँ गरिरहेको छौँ। आज चाहिँ छ पोखरालाई, भोलि छैन। फेरि साह्रै गाह्रो परेको मान्छेहरूले चाहिँ त्यहीँ अब यसो एयरपोर्टमै रिक्वेस्ट गरेर आउन, यसो वेट बेसिसमा नि आउन सक्ने पनि हुन्छ। तर पहिले बुकिङ भइसकेको, टिकटै लिइसकेको अवस्था भएकोले अलिक गाह्रै छ। त्यसले गर्दाखेरि अलिक वैकल्पिक कुराहरू पनि सोच्दाखेरि राम्रो हुन्छ। अब हामीले चाहिँ सकेसम्म फ्लाइट थपेर पनि अलिकति सहज गराउन खोजिरहेछौँ। तर जति हिँड्नुपर्ने त्यो सबैलाई बाटो नभएपछि जहाजमा आउन खोजेपछि त म्यानेज गर्ने गाह्रो हुन्छ। त्यो चाहिँ अलिकति अप्ठ्यारै छ। त्यसले गर्दाखेरि चाहिँ अलिकति वैकल्पिक उपायहरू पनि खोज्दा राम्रो हुन्छ भन्छु म चाहिँ पब्लिकलाई। त्यो चाहिँ उहाँहरूलाई सुविधा दिन एकदम प्रयास गरेका छौँ। अब हामीले उहाँहरूको आवश्यकता पुरा गर्न नसकेकोमा चाहिँ एकदम क्षमा प्रार्थी छु म पनि। जस्तो अहिले पछिल्लो समयमा यो जहाजहरूले अलिकति भाडा पनि बढाए, यो चाडपर्व लक्षित यो बाटोघाटो भनेर एउटा आरोप पनि छ नि, के हो? खास त बढ्या हो कि होइन कि के हो? अलिकति हाम्रोमा त जति फेयर पहिला जुन थियो त्यही फेयरै हो, एउटै फेयर चाहिँ भरतपुरको। भरतपुरबाट काठमाडौँ जुन फेयर हो त्यही नै हो, भाडा बढ्या छैन। भाडा बढेको छैन र अन्त पनि त्यो बढेको भन्नाले अब त्यो धेरै खाले फेयरहरू छ। अब सस्तो फेयरहरू पनि छोडिरहेको हुन्छ, स्किमको फेयरहरू पनि छोडिरहेको हुन्छ। अब यो अलिक प्रेसर भएपछि सस्तो स्किमको फेयरहरू नछोडेको हुनसक्छ। त्यो चाहिँ हाम्रो खुसीले बढाउन मिल्दैन भाडा। यो त हवाई विभागले चाहिँ तोकिदिएको उसमा बसेर भाडा लिनुपर्ने हुन्छ। आफ्नो खुसीले बढाउनु मिल्दैन। अहिले कति छ यहाँबाट काठमाडौँ गएको, यहाँबाट जस्तो पोखरा गएको कतिदेखि कतिसम्म? 45 से 41 यहाँबाट काठमाडौँको। पोखराको चाहिँ कति? पोखराको चाहिँ 42 चाहिँ समथिङ छ। विद्यार्थी भिजामा अस्ट्रेलिया जापान जाने एकमात्र परामर्श केन्द्र सेन्ट्रल कलेज।